निम्ति चाहिँ आशिषको दिन हो। अनि अब 25 तारिकमा मनाउने प्रचलन चाहिँ भएको कुरा त अब अलिकति म टाकटुक मात्रै भन्ने छु कि धेरै वर्ष पहिले चाहिँ हाम्रो यो संसारमा त धेरै सभ्यताहरू चल्दै आएको छ। सबैभन्दा पुरानो सभ्यता भनेर चाहिँ सुमेरियन सिभिलाइजेसन भनेर भनिन्छ। अब त्यसको बारेमा डिटेल खासै केही पनि छैन। अनि तर त्यो सुमेरियन सभ्यता चाहिँ त्यसको लोकेसन चाहिँ त्यो मेसोपोटामिया, जति पनि सभ्यताहरू डेभलप भएको छ नि मेसोपोटामियाको इलाका, अर्थात् बाइबलमा हेर्छौँ, भूगोलमा हेर्छौँ भने युफ्रेटिस र टाइग्रिस नदी, दुईवटा नदीको बिचमा आसपासको इलाकालाई चाहिँ मेसोपोटामिया भन्दो रहेछ। त्यो इलाकामा नै सुरु भएको हो। किनभने यसको पनि कारण छ कि परमेश्वरले आदमलाई आदमको बगैँचा पनि त्यही पर्छ, अनि त्यसै ठाउँमा मान्छे सृष्टि गर्नुभएको थियो, त्यहाँ राख्नुभएको थियो। अनि मान्छे त्यहाँबाट सृष्टि भएको कारणले गर्दाखेरि चाहिँ सभ्यता त्यहीँबाट सुरु भएको हामी पाउँदछौँ। अनि धेरै यो सभ्यताहरू बित्दै गर्दाखेरि चाहिँ एम्पायरहरू पनि निस्किए होइन, विभिन्न किसिमको एम्पायर। हामीले बाइबलमा हेर्छौँ भने बाइबलमा लेखिएकोहरू चाहिँ बेबिलोन एम्पायर हामी पाउँछौँ होइन। अनि मेडो पर्सियन एम्पायरहरू पाउँछौँ, यसै गरी ग्रिक एम्पायर पाउँछौँ। तर जुन समय प्रभु येशू जन्मनु भएको थियो नि, त्यो बेला चाहिँ ग्रिक रोमी शासकहरू थिए के, रोमन एम्पायर थियो यो पृथ्वीमा भन्नु पर्यो। अब त्यो बेलाको जानी मानी आएको संसार। अनि युरोप, अफ्रिका र एसिया थियो, किनभने अमेरिकाहरू, अस्ट्रेलियाहरू त्यो बेला पत्ता लगाइसकेको नै थिएन। अनि त्यो बेलाको जानी मानी आएको संसारमा चाहिँ रोमीहरूले राज्य गरेको थियो। त्यो बेला चाहिँ प्रभु येशू जन्मनु भयो। अनि प्रभु येशू जन्मदै गर्नुहुँदाखेरि चाहिँ रोमनहरूले चाहिँ सम्पूर्ण संसार नै भनौँ अब त्यसले चाहिँ राज्य गर्दै थियो। अनि त्यही बेला प्रभु येशू जन्मनु भयो। तर त्यो बेला चाहिँ उनीहरूले मानेको चाहिँ होइन, त्योभन्दा पनि लगभग 300 पनि वर्ष पछाडि आएर यो क्रिसमस मनाउन थालिएको भन्ने कुरा हामी इतिहासमा पाउँछौँ कि रोमको सम्राट कन्स्टेन्टाइनले एकपटक यो एउटा भिजन सपना लडाइँमा, त्यो बेला चाहिँ लडाइँ जस्तै जित्यो। अनि त्यसले चाहिँ लुटेर चाहिँ आफ्नो राज्य ठुलो बनाउने चलन रहेको बेलामा चाहिँ उनीहरू लडाइँ गर्थे। अनि लडाइँ गर्ने बेलामा कतिपटक हार्थ्यो भने कतिपटक जित हासिल गर्थ्यो। अनि त्यो पटक चाहिँ उसको चाहिँ विरुद्धमा ठुलो सेना आएको थियो, अनि उसले नसक्ने खालको सेना। अनि त्यसको बारेमा उसले सोच्दै गर्दाखेरि चाहिँ उसले राति चाहिँ प्रभु येशू झुन्डेको क्रुसको चाहिँ दर्शन देखेर के, त्यो दर्शन देखेपछि चाहिँ उसको झन्डामा पहिले स्वास्तिक चिन्ह त्यस्तै हुन्थ्यो अरे। अनि मलाई यो देखाएको छ कि मैले यो दर्शन पाएको छु, मैले अब यो झन्डा चेन्ज गरेर म येशूको क्रुसको झन्डा लिएर चाहिँ लड्नु पर्यो भनेर भन्दाखेरि चाहिँ उसले असम्भव ठानेको लडाइँ होइन, त्यो बराबरी उसकोसँग उसले बराबरीको लडाइँ थिएन भन्दा चाहिँ त्यो बराबरीको नभएको लडाइँ चाहिँ उसले अचम्म तरिकाले जित्यो। लड्दै गर्दाखेरि आकाशमा स्वर्गदूतहरूको पनि कतिजनाले देखेको कुराहरू पाउँछौँ। अनि त्यसपछि चाहिँ उसले के विचार गर्यो भने यो चाहिँ शक्तिशाली रहेछ भनेर जानेर के, त्यो बेला चाहिँ उनीहरूले के गर्थ्यो अरे भने सबैभन्दा शक्तिशाली चाहिँ कसैले पनि जित्न नसक्ने, जसको छेउमा गयो कि मान्छे भनौँ अब नाश भइहाल्ने चाहिँ के भन्दाखेरि चाहिँ सूर्य थियो के, घाम। अनि घाम चाहिँ सबैभन्दा जित्ने भएको कारणले उनीहरूले चाहिँ घामको जन्मोत्सव मनाउँथ्यो अरे के, सूर्यको जन्म मनाउँथ्यो अरे त्यो बेला डिसेम्बर 25 को दिनमा। अनि त्यो बेलादेखि चाहिँ उनीहरूले के गर्यो भने घामभन्दा पनि वास्तवमा त यो पो रहेछ त ख्रिस्ट पो रहेछ त भन्ने कुरा उनीहरूले चाल पाएपछि उनीहरूले चाहिँ अब घामको जन्मोत्सव होइन, सूर्यको जन्मोत्सव होइन, हामी यो दिनमा चाहिँ येशूको जन्मोत्सव मनाउँछौँ भनेर वास्तवमै भन्ने हो भने चाहिँ विश्वासमा आइ नसकेका मान्छेहरूले सुरु गरेको चाड हो क्रिसमस चाहिँ। तर हामी चाहिँ किन मनाउँछौँ भने प्रभु येशू हाम्रो उद्धारकर्ता जन्मनु भएको दिन उहाँलाई रेस्पेक्ट गर्नका लागि बाइबलमा भए पनि नभए पनि हामी उहाँलाई आदर गर्न, माया गरेर चाहिँ हामी मनाउँछौँ। र किनभने जेनरली हेर्दाखेरि पनि कसैले पनि कसैलाई मेरो जन्मदिन मनाइदिनु न प्लिज भन्दैन के,
अनि माया गरेको कारणले मनाइदिन्छ अरूले। बाबुआमाले छोराछोरीले बाबुआमाको जन्मदिनहरू मनाउने गरिन्छ। त्यो चाहिँ आदर र मायाको कारणले गर्दाखेरि हामी पनि त्यही आदर र मायाको कारणले गर्दाखेरि हाम्रो उद्धारकर्ता हामी मर्दै गरेको होइन, हामी अनन्त नाशमा गइरहेको मानिसहरूलाई अनन्त जीवन दिनका लागि परमेश्वर आफै मानिस भएर आउनुभएको यो अनन्त खुसीको दिन हामी स्वेच्छाले मनाउँछौँ र उहाँलाई आदर दिनको लागि है। आमेन। सबैजनालाई त्यसलाई भिडियो गर्नु पर्यो। जय मसी बहिनी। ल हाम्रो नानी बाबु यता रहेछन्। जय मसी जय मसी। के